साथीहरु नमस्कार। तराईको घटनालाई लिएर तपाईँ हामीले केही पाठ सिक्नै पर्ने भएको छ। आखिर किन यस्तो हुँदैछ हाम्रो देशमा? 4 वर्ण 36 जातको हाम्रो साझा फुलबारीमा कसले छर्यो विष? तपाईँ हामीले साँच्चीकै यो मनन गर्न सकेनौं र एउटा फेसबुके राजनीति अथवा चाहिँ फेसबुके नेपालीपन मात्र राख्यौं भने चाहिँ अब नेपाल रहँदैन। स्पष्ट देख्न सकिन्छ केले कहाँ खेलिरहेछ हाम्रो नेपाली आमाको छातीमाथि। के हुँदैछ हाम्रो देशमा, के प्रभावहरू पर्दैछन्, जातीय धार्मिक के प्रभावहरू पर्दैछन् र तपाईको राष्ट्रियता कहाँ छ? साँच्चीकै हामीले भित्री मनले यी कुराहरू मनन गरेनौं भने मजाक गरेको नसम्झनु साथीहरू, साँच्चीकै नेपाल रहँदैन। म ठोकुवा गरेर भन्छु, साँच्चीकै नेपाल किन रहँदैन भने नाम रहला, स्वाभिमान रहँदैन। यो चन्द्र सूर्य को जुन शान छ, जुन यस्तो छाती चौडा गर्न मन लाग्ने एउटा चाहिँ यो चन्द्र सूर्य छ, जबसम्म चन्द्र सूर्य छ तबसम्म हाम्रो चाहिँ नेपाल कसैको अधीनमा छैन। यो सामान्य कुरा चाहिँ पक्कै पनि हैन। प्रत्येक स्वाभिमानी नेपालीको लागि यो सामान्य कुरा हुनै सक्दैन। अब हामी हिंसात्मक भएर होइन, बौद्धिकताका साथ जागौं। यानी कि पहिलेको 4 वर्ण 36 जातको साझा फुलबारी फेरि बनाऊ। नेपाललाई फुलै फुलले सिंगारौं, रोपौं, सबैले चाहिँ सुगन्ध लिने नेपाल बनाऊ। विदेशीले परेड खेल्ने विदेशीको परेड केन्द्र चाहिँ हाम्रो नेपाललाई नबनाऊ साथीहरू। जोसुकैले जुनसुकै पार्टीमा आस्था राख्नुस्, राजनीति जहाँसुकै गर्नुस्, कूटनीतिको निमित्त देशले अभिभावक खोजेको छ भन्ने कुराहरू कोही कसै पनि नेपालीले नबिर्सिनु होला। यदि यो बिर्सिनु भयो भने अबको 5-7 वर्षमा तपाईहरुले यो चाहिँ के बोल्या छ, यो गाउँको एउटा चाहिँ अनपढ गवार, एउटा चाहिँ टेम्पो चलाउने, यो के बोलिरहेछ भन्ने कुराहरू त्यसपछि बल्ल बुझ्नु हुनेछ।